आजको कार्यक्रमका सभापति महोदय, आजको कार्यक्रमका सभापतिज्यू, आदरणीय हाम्रो पनि नेता भन्छौँ हामीलाई पनि सिकाउने पशुपति खड्काज्यू, आजको कार्यक्रमका प्रमुख अतिथि आदरणीय स्वागत नेपालज्यू र आजको कार्यक्रमका नेतृत्वहरू सागर खड्का मेरा पुराना मित्र हुनुहुन्छ, उहाँ हामी सहकर्मी पनि हो। र त्यसैगरी मनोज सापकोटाज्यू, नगेन्द्र, अब नगेन्द्र दाई भने म दाई नै भने, नगेन्द्र दाईजी सबै लगायत पत्रकार साथीहरू र उपस्थित युवा साथीहरू सबैमा स्वीकार्नुहोस् जय राष्ट्रवाद, जय नेपाल सबैलाई। अब पर्सि 23 गते काठमाडौँमा हामी रत्नवार्तामा उपस्थित हुनेछौँ। यसका लागि हामी किन उपस्थित हुँदैछौँ भन्ने कुरा तपाईहरू जस्तो सक्षम युवाहरूले चाहिँ बुझ्नुपर्छ। अहिले देशमा के छ अवस्था? फागुन 21 मा चुनाव हुँदैछ। के को चुनाव हुँदैछ? के प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव हुँदैछ? हुँदै छैन। के को? सांसदको चुनाव हुँदैछ। जम्मा यहाँभन्दा अगाडि 3 वर्ष अगाडि सांसदको चुनाव भएको हो नि त। म आफै चुनावमा सहभागी भएर, प्रतिनिधि भएर, निर्वाचनमा भाग लिएर जुम्लाका दाजुभाइको माया र प्रेम र स्नेहले संसदमा पुगेको हो नि त। अनि त्यस्तै सांसदको चुनाव हुँदैछ। अनि सडकमा युवाहरूले 75 जना मान्छे, त्यो पनि 8 घण्टामा यो देशमा शहीद बने। 2000 देखि 2500 मान्छे घाइते छन्। 40 अर्ब भन्दा बढीको सम्पत्ति डढेर खरानी भयो। यो 84 मा हुने चुनाव 82 मा ल्याउनका लागि मान्छे मर्या हुन्? अनि अलि ठुलो आवाजले भन्नु, हुन् कि होइनन्? अनि यो धोका किन? अहिलेको जनताको माग भनेको नेतृत्व पनि परिवर्तन हो। भ्रष्टाचारीलाई जेल हाल्ने हो। भ्रष्टाचारी को हुन् भनेर अहिलेको सरकारलाई थाहा छैन भने हामीले संसदमा बोलेका रेकर्ड सुने हुन्छ। त्यहाँ हामीले प्रधानमन्त्रीलाई अगाडि राखेर यी भ्रष्टाचारी हुन् भनेको छ। वाइट बडी घोटाला गरेको छ, मेलम्ची घोटाला गरेको छ, गृहबन्धु घोटाला गरेको छ, 4G गरेको छ, एनसेल गरेको छ, बालुवाटारको ललिता निवास प्रकरण गरेको छ। त्यति मात्र होइन, टिकापुरको पार्कमासम्म घोटाला गरेको छ। भुटानी शरणार्थी छ, भिजिट भिसा प्रकरण छ। र अहिले पनि तपाईँ काठमाडौँ विमानस्थलमा जानुभयो भने तपाईँले त्यहाँ साई नेपाली वायुसेवा निगम थियो पहिला, त्यसको नाम के रे यिनीहरूले साई अगाडि हटाएर पछाडि नेपाल वायुसेवा निगम बनाएको छ। 4वटा प्लेन छन् त्यहाँ थपक कप बसेका। 4वटा प्लेन चाइनाबाट उडेर आए, त्रिभुवन विमानस्थलमा आए, यहाँबाट उड्नै नसक्ने भयो। त्यस्तो भ्रष्टाचार गरेर इन्जिन उड्नै नसक्ने इन्जिन खरिद गरेर किनेर ल्याउने मान्छे कोही हो भने डाक्टर बाबुराम भट्टराई हुन्। त्यति आज ती भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ कि पर्दैन यो सरकार? अनि भ्रष्टाचारीलाई कारवाही गर्नका लागि यो सरकार बनाएको हो कि सांसदको चुनाव गराउनलाई बनाएको यो सरकार? अहिले यो देशको अवस्था कस्तो छ? रोजगारी छ यो देशमा? कुनै पनि युवा छातीमा हात राखेर म यही देशमा बस्छु, म यही पैसा कमाउँछु, मेरा बालबच्चा यही देशमा पाल्छु भन्ने सक्ने अवस्था छ? किन भयो? उद्योग कल कारखाना छ? तरकारी, स्याउ, आरु, ओखर, भेन्टा, गुलभेडा, केराउ जस्ता हरिया तरकारी र खाद्यजन्य पदार्थहरू अहिले भारतबाट र अन्य तेस्रो मुलुकबाट अहिले आयात गर्नुपर्ने अवस्था छ। अस्तिको डाटालाई यदि हेर्ने हो भने 3 खर्ब 60 अर्ब रुपैयाँको हामीले त
खानेकुराहरू आयात गरेका छौँ, हरियो तरकारी र खाद्यजन्य पदार्थहरू। अनि यो देशमा कोही पनि व्यक्तिले अहिले बसेर म माछा पाल्छु, म स्याउ लगाउँछु, म गोलभेडा उत्पादन गर्छु, म यो देशमा बसेर मजाले आफ्नो उत्पादन बजारमा बेच्न सक्छु भन्ने अवस्था छ? किन भएन? किनकि यो सरकारले, यहाँभन्दा अगाडिको सरकारले, यो सरकारले विदेशबाट आउने हरिया तरकारीहरू बन्द गरे। आज दुःख गरेर मेहनत गरेर माछा पाल्ने किसानले 1 किलो माछा यहाँ तपाईको 250-300 रुपियाँ किलोमा तपाईको असली माछा उत्पादन गरेर बजारमा ल्याउन पाएको हुँदैन। बारीका भन्सारबाट, तेर्सो मुलुकबाट मरिसकेका फर्माइकल हालेका माछाहरू नेपाली माछाको रेटभन्दा 50-60 रुपियाँ किलो सस्तो भनेर मरेका माछा बजारमा ल्याएर बेच्न सरकारले छुट दिएको छ। हाम्रो सरकारको नीति, कृषि नीति कति खराब छ। अनि यी सबै कुरा के कारणले भयो? आज तपाईलाई एकछिन म भन्न चाहन्छु, अहिले मात्रै भारतमा एउटा नयाँ गाडी लन्च भएको छ, स्कर्पियो यान भन्ने। त्यो 28 लाख नेपाली पर्छ भारतमा बजार मूल्य त्यसको। ल 10 लाख नेपालका व्यापारीले फाइदा नै खायो भने पनि त्यो 38 लाख पर्छ। अनि नेपालमा त्यही गाडी कसैले किन्नु पर्यो भने 1 करोड 24 लाख पर्छ। एउटा गाडी किन्ने मान्छेले यो सरकारलाई 76 लाख भन्दा बढी रुपैयाँ कर तिर्छ। अब स्कुटरमा जाऊ, एउटा यामाहाको बजाजको स्कुटर तपाईले भारतमा गएर किन्नु भने 90,000 रुपैयाँ आइसी छ। अनि नेपाली कन्भर्ट गर्ने भने 1,50,000 भयो ल मानौ। 1,50,000 पर्ने स्कुटर यहाँ 3.5 लाख रुपैयाँ पर्छ। एउटा स्कुटर चढ्ने दिदी बहिनीले यो सरकारलाई 1.5 लाखदेखि 1.5 लाखसम्म तपाईको कर तिर्नुपर्छ, 1.5 देखि 2 लाख। अब एउटा मोटरसाइकल हेर्नु त कति पर्छ? एउटा मोटरसाइकल आज यहाँमा आएको अलि राम्रो खालको गर्ने हो भने 2,50,000 देखि 3 लाख रुपैयाँसम्म पर्छ भारतमा, नेपाली रुपैयाँ। त्यही मोटरसाइकल यहाँ किन्ने हो भने 5.5 लाखबाट सुरु हुन्छ। मोटरसाइकल चढ्ने मान्छेले 3 लाख, 2.5 देखि 3 लाख रुपैयाँ तपाईको सरकारलाई कर तिर्छ। एउटा अहिले तपाईले लगाएको ज्याकेट 2,000 रुपैयाँ पर्ने ज्याकेट भारतमा र अन्य देशमा यहाँ तपाईले 5,000 हाल्नु। एउटा ज्याकेट किन्ने मान्छेलेसम्म यो सरकारलाई 1000 देखि 1500 कर तिर्छ। एकजना नर्मल मान्छेले आज चामलमा कर तिरेछ, तरकारीमा कर तिर्छ, खाने माछामा कर तिर्छ, चियामा कर तिर्छ, औषधिमा कर तिर्छ, चढ्ने गाडीमा कर तिर्छ। अब टाढा जानु पर्दैन, यही बाटोमा गुड्ने ट्याक्सी 40 लाख रुपैयाँ पर्छ। एकछिन हेर्नु त, त्यो ट्याक्सी भारतमा गयो भने 8 लाख देखि 9 लाख रुपैयाँ नेपाली पर्छ। ल 15 लाख मान्नुहोस्, 15 लाख रुपैयाँ पर्ने ट्याक्सी यहाँ तपाईको 40 लाख हाल्नुपर्छ। एउटा ट्याक्सी ड्राइभरले यो सरकारलाई 20 देखि 25 लाख रुपैयाँ त कर तिर्छ। तर त्यो कर तिरे बापत उसले शिक्षा पाउँछ? तपाईले शिक्षा पाउनुहुन्छ? जनतालाई के गरेको छ यो सरकारले? बिजुली फ्रीमा छ, न पानी फ्रीमा छ, न सरकारी विद्यालय गतिल्लो छ, न तपाईको सरकारी अस्पतालमा गएर उपचार पाइन्छ। तर त्यो कर तिरेर हामीले के गरेका छौं? परदेशका छोटे महाराज धिराज पाल्नु परेछ। त्यो कर तिरेर गाउँपालिकाका अध्यक्ष र मेयर 2-3 वटा गाडी चढेर हुई गरेर हिँड्ने पाइया छ। अनि संविधानको ज्ञान नभएका उन्न मुण्ड सुण्डेहरू राष्ट्रपतिसँग वार्ता गरेर देशलाई भटखालामा हाल्ने यी अपराधी टिओबी ज्ञान पाइया छ। त्यो भावनाले म अहिले पनि भन्छु, हामीले कर तिरेर स्थानीय तहको सरकार पाल्ने होइन, कर तिरेर प्रदेश संरचना पाल्ने होइन, कर तिरेर रोजगारी सिर्जना गर्ने हो, स्वास्थ्य शिक्षामा खर्च गर्ने हो। त्यसका लागि प्रदेश संरचना खारेज चाहिन्छ। यो सुशीला कार्कीको सरकारले गर्न पर्छ। यसका लागि हामीले कति तिर्यौं पैसा एकछिन गएर हेर्नु त। 18 खर्ब 60 अरब रुपैयाँ रेकर्डेड, एक अंक पनि फरक नहुने गरेर 2074 सालदेखि 2082 सालसम्म आइपुग्दा 18 खर्ब 60 अर्ब रुपैयाँ हामीले अहिले प्रदेशका नाममा संघीय सरकारबाट हामीले अनुदान दिएको छ। 18 खरब भने कति हो?
1800 अरब हो। 1 अर्बको एउटा अस्पताल बन्न सक्छ, 1 अर्बको एउटा क्याम्पस बस्न सक्छ, 1 अर्बको एउटा जुम्लामा या दुर्गममा गयो भने 2 लेनको बाटो पिच हुन सक्छ 30-32 किलोमिटर। 1 अर्बमा अझ बढी पिच हुन्छ। त्यत्रो पैसा यदि 1 अर्बको एउटा मात्रै अस्पताल बनाउने हो भने 1800 वटा नयाँ अस्पताल बनाउन सकिन्छ। त्यत्रो पैसा जनताको करमाथि कर उठाएर अब यहाँ त रेड लाख 20-25 लाख रुपियाँ कमाउने मान्छेले गाडी चढ्नु हुँदैन भनेको छ। 80-90 हजार 1 लाख रुपियाँ कमाउनेले स्कुटर चढ्न पाइँदैन भनेको छ यो सरकार। किन त्यो महँगो गरिदिएपछि कसरी चढ्छ? यस्तो किसिमको व्यवस्था, यो खर्चिलो व्यवस्था। यहाँ अहिले प्रधानमन्त्रीको कुर्सीमा सुशीला कार्कीको मैले विरोध गरेको होइन। भोलि यही प्रधानमन्त्रीको कुर्सीमा स्वयं आकाशबाट भगवान श्रीकृष्ण आएर बसे पनि विदेशीसँग ऋण मागेर मात्र देश चलाउँछन्। 18 खर्ब रुपियाँ कहाँबाट ल्याउँछ? स्थानीय तहका मेयर उपमेयरले अहिले यही नगरपालिकामा जाउँ न, यहाँको मेयरले या मेरै गाउँपालिकाको अध्यक्ष कहाँ जाउँ न, 40 करोडको बजेट छ, 30 करोडको बजेट, 40 करोडको एउटा गाउँपालिकामा बजेट जान्छ भने अहिले 15 देखि 20 करोड त यिनीहरूले कर्मचारीलाई तलब खुवाउँदैछ। कर्मचारी कस्ता? पार्टीमा सहयोग गर्नेका कार्यकर्ता ल्याउँदै स्कुलका शिक्षक बनाउँछ, कार्यकर्ता ल्याउँदै अस्थायी कर्मचारी बनाउँछ। देश सब मिलेर लुटौँ भनेर बसिरहेछ। यो कुरा गर्यो भने फेरि नयाँ आएका साथी के भन्छन्? व्यवस्था त ठिकै छ, हामी व्यक्ति मात्रै नयाँ आउनु पर्यो भने व्यक्ति नयाँ नआएको हो र? 64 सालमा माओवादी नयाँ हो, पुरै नयाँ हो नि, हो कि होइन? 64 साल है त देश परिवर्तन भएको। हतियार बोकेर आएका साथीले देश बनाउन सकेनन्। अनि 70 सालमा कांग्रेस एमाले माओवादीबाट पनि नयाँ युवा साथीहरूले चुनाव जितेकै हो, है त परिवर्तन भएको। 74 सालमा नयाँ भर्खरका मान्छेहरू पनि आएकै थिए, प्रदेशमा त सबै नयाँ मान्छे आए थिए 74 सालमा। अनि अस्तिको 2079 को चुनावमा त हामी पनि नयाँ आयौँ त, है त देशले कायापलट भएन त? रोजगारी सिर्जना भएन, स्वास्थ्य निशुल्क भएन, शिक्षा निशुल्क भएन। अनि यो झुटको पर्दाफास अहिलेका नयाँ भन्ने साथीहरूले किन बजारमा फिजाइरहेका छौँ? हामीलाई नेतृत्व पनि परिवर्तन चाहिन्छ, व्यवस्था पनि परिवर्तन चाहिन्छ, संविधान संशोधन चाहिन्छ। यो कुरा हामी किन भन्न सकिरहेको? ल आउनुस्, ल अहिले नयाँ भएको कोही मान्छेलाई, ल अहिलेका नाम कहलिएका मान्छेलाई प्रधानमन्त्री कुर्सीमा राखिदिनुहोस्। अहिलेको प्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्री हुनभन्दा अगाडि के भन्नुभएको थियो एकछिन सुन्नु त? 5 दिनमा भ्रष्टाचार त खर्याप्पै पार्छु भन्नुभएको थियो, होइन? हो कि नै? अनि अस्ति एउटा भिडियो आयो नागरिक पत्रिकामा, हजुर सकिँदैन, अदालत छ, अड्डा छ। यो किन भनिराख्नु भएको छ भने नेपालको संविधानको धारा 184 284ले अध्ययन गर्नु। अदालतका प्रधान न्यायाधीशदेखि लगेर अख्तियारका आयुक्त र प्रमुख आयुक्तदेखि लगेर निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तदेखि लगेर महालेखा परीक्षकका आयुक्त र प्रमुख आयुक्त सबै पार्टीको कार्यकर्ता नियुक्ति गर्ने व्यवस्था नेपालको संविधानको धारा 284ले व्यवस्था गरेको छ। जबसम्म यो धारा खारेज हुँदैन, जबसम्म यो धाराको अन्त्य हुँदैन, तबसम्म इन्द्रका बाउ चन्द्रे यो देशको प्रधानमन्त्री भए पनि माको मार्न सक्दैन। यो कुरा याद राख्नु होला। यो अहिले नयाँ साथीहरूलाई बुझाउनु पर्ने छैन कि त उनीहरूले सोच्या होला भोलि आफू प्रधानमन्त्री भएपछि आफ्ना कार्यकर्तालाई अख्तियारको प्रमुख बनाउँछु, आफ्ना कार्यकर्तालाई अदालतको न्यायाधीश बनाउँछु भनेर यसो दाउ थावे जस्ता छ। कसरी देश विकास हुन्छ? प्रधानमन्त्रीले लट्ठी बोकेर टाउकोमा हान्दै हिँड्ने हो र? त्यसका लागि त अख्तियारले काम गर्नु पर्ला, त्यसका लागि त अदालतले काम गर्नु पर्ला, त्यसका लागि त तपाईको प्रहरीले काम गर्नु पर्ला, त्यसका लागि त तपाईको सीआईबीले काम गर्नु पर्ला, त्यसका लागि त महालेखा परीक्षकले काम गर्नु पर्ला। जताततै पार्टीका कार्यकर्ताहरू नियुक्ति गर्ने नेपालको संविधानको व्यवस्था छ। मेरो अगाडि मैले कानुनको कुरा गर्नुपर्ने आवश्यक छैन, स्वागत नेपाल हुनुहुन्छ।
उहाँ कानुनको विज्ञ हुनुहुन्छ, हामीलाई कानुनको कुरा सिकाउनुहुन्छ। तर म एउटा कुरा उहाँलाई पनि थाहा छ, नेपालको संविधानको धारा 153 ले के भन्छ? नेपालको संविधानको धारा 153 ले आज पनि न्याय परिषदको व्यवस्था गरेको छ। न्याय परिषदमा को हुन्छ? अध्यक्ष प्रधान न्यायाधीश, सदस्य कानुन मन्त्री, सदस्य नेपाल बार एसोसिएसनबाट एकजना मान्छे त्यहाँ लगाएर जो पार्टीको कार्यकर्ता भएको मान्छे आउने, अनि तिनीहरूले नियुक्ति गरेको मान्छे उच्च अदालतको न्यायाधीश हुन्छ। ल, स्वयं अहिलेको प्रधानमन्त्री ज्यू राजनीतिक कोटाबाट न्यायाधीश बन्नुभयो। लोकसेवा पास गरेको जस्तो लागेको छैन मलाई। अनि पार्टीका कार्यकर्ता अदालतमा, पार्टीका कार्यकर्ता सर्वोच्चमा, अनि 18 खरब रुपियाँ 4-5 वर्षमा तिर्नुपर्ने ऋण, अनि अहिले वैदेशिक ऋण 26 खरब पुग्यो। न उद्योग न कल कारखाना, जनतामाथि करै कर थुपारेर यो संसारकै काम नलाग्ने यो परदेश पाल्नुपर्ने आवश्यक छ। अनि यसलाई खारेज गरौँ भन्दा यी नयाँ आएका साथीहरूलाई भित्रबाट मुट्टु चाहिँ किन फुट्छ? किन फुट्छ भने राजदूतावासले नगर भन्छ। त्यो हुनाले पर्सि 23 गतेको कार्यक्रम म स्पष्टका साथ भन्छु साथी, 23 गतेको कार्यक्रम राष्ट्रपति हटाएर राजा स्थापित गर्ने हो। 23 गतेको कार्यक्रम प्रदेश संरचना हटाउनका लागि हो। 23 गतेको कार्यक्रम प्रधानमन्त्रीलाई भन्नुस् त कस्तो आयो? नयाँ साथीहरू भन्नुहुन्छ 2046, 47, 48 सालदेखि अहिलेसम्म 30 पटक तपाईको 30 पटक नयाँ मान्छेहरू प्रधानमन्त्री बने, पटक मन्त्री परिषद फेरबदल भयो। 35 पटक त तपाईको यताउति गरेर तलमा 30 देखि 35 पटक सत्ता तल फेरबदल भएको छ। अनि जहिले पनि अस्थायी व्यवस्था। देशको प्रधानमन्त्री जनताले भोट हालेर प्रधानमन्त्री बनाउने कि नबनाउने? अब अहिले सांसदको चुनाव हुँदैछ, भोलि यो सांसदको चुनावमा केपी ओली प्रधानमन्त्री हुँदैनन् भन्ने केही ग्यारेन्टी छ? सुशीला कार्कीले ग्यारेन्टी लिन सक्नुहुन्छ? अब आउने संसदबाट प्रधानमन्त्री केपी ओली हुँदैनन् भन्ने ग्यारेन्टी लिन सक्नुहुन्छ? इतिहास काफी छ। 32 सीट ल्याएका प्रचण्ड प्रधानमन्त्री भयो अस्ति भर्खरै। संसदीय व्यवस्था त्यस्तो। यो चाहिँ कस्तो हो भने कुकुरको टाउको देखाएर भन्थे हाम्रा मित्रले, के अरे बाख्राको खसीको टाउको देखाएर कुकुरको मासुको व्यापार गरे जस्तो हो। जनता भन्ने जनताको भोटको कामै छैन त्यस्तो। ल हेर्नुहोस् नेपालको इतिहासमा ल जानुहोस्, प्रधानमन्त्री सुशीला कार्की वडा अध्यक्ष नजितिया मान्छे पनि प्रधानमन्त्री बनाउन पाइन्छ यो देशमा। खेलाराज रेग्मी अदालतको न्यायाधीशलाई पनि प्रधानमन्त्री बनायो। माधव नेपाल चुनाव हारेका मान्छेलाई पनि 2 ठाउँबाट चुनाव हारेका मान्छेलाई त्यसको प्रधानमन्त्री बनायो। त्यति मात्रै होइन, 32 सीट ल्याएको प्रचण्डलाई पनि प्रधानमन्त्री बनाए। 20 सीट ल्याएका रापरवाका 2 जना मान्छे प्रधानमन्त्री भए। यो संसदीय व्यवस्था। केपी ओलीको 20 सीट आउँदैन भन्ठाल्या छौ। 20 सीट मात्र ल्याएर केपी ओली समानुपातिकमा बसेर आयो भने त देशको प्रधानमन्त्री अब केपी ओली हुन्छन् सुशीला कार्कीको सरकार पछाडि। अनि के जेन्जी आन्दोलनका शहीदहरूको अपमान गरौं भनेर केही पनि काम नगरेर चुनाव गर्न लाग्या हो। अहिले जो जेन्जी साथीहरू खुब मसक्कली भएका छौ, के सोचेका छौ साथी हो? यो चुनाव भएर पछाडि केपी ओलीको सरकार आयो भने तिमीहरूको छाला काट्छन् यिनीहरूले, याद गरेर राख। अहिलेदेखि सुरु गरिसके यिनीहरू। त्यो भएर सुशीला कार्की प्रधानमन्त्रीजीलाई सल्लाह देऊ, फागुन 21 मा चुनाव होइन, संविधान संशोधन गरौं भन, सदाका लागि आउने बाटो बन्द गरौं, देशबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीमा जाउँ, प्रदेश संरचना खारेज गरिदेऊ। अहिले सकिन्छ नि, यो त अन्तरिम सरकार हो नि। अनि राष्ट्रपति के काम यो देशमा? कस्तो राष्ट्रपति? राष्ट्रपति कतिखेर आवश्यक हुन्छ यो देशमा? राष्ट्रपतिको व्यवस्था के गरेको छ? जब देशलाई गाह्रो भयो, जब देशलाई अप्ठ्यारो भयो भनेर अभिभावकहरूमा राख्या हो कि होइन? त्यही राष्ट्रपति अस्ति देशलाई गाह्रो भएको बेला, अभिभावकलाई अप्ठ्यारो भएको बेला उहाँ कुन कुनामा गएर लुकेर बस्नुभयो? अत्तो पत्तो भएन। मरेका युवा साथीहरूलाई देशमा म छु है भन्न सक्ने हैसियत नभएका
यी डरपोकहरू चाहिँदैन, यसमा राष्ट्रपति हटाएर राज संस्था चाहिन्छ भनेर राष्ट्रपतिले रक्षा गर्न सके? राष्ट्रपतिले सिंहदरबार जल्दै गर्दा नजलाऊ भन्न सके? राष्ट्रपतिले आफ्नै भवन आगो लाग्दै गर्दा सेनालाई आदेश दिन सके? अनि त्यो राष्ट्रपतिको के काम? अब कस्ता मान्छे राष्ट्रपति हुन्छ? जिन्दगीभरि पार्टीको एउटा कार्यकर्ता भएको मान्छे ल्याएर राष्ट्रपति बनाइदिनु पर्यो अनि हामीले मैम भनिदिनु पर्ने भयो। त्यो राष्ट्रपति साझा हुन सक्दैन। त्यही भए हुनाले 23 गतेको आन्दोलनमा सबै उपस्थित हुनु होला। उपस्थित केका लागि हुने भनेपछि संविधान संशोधन गर्ने, नेपालको संविधानको धारा 76 खारेज गरेर संसदबाट होइन जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री चुन्ने, त्यसका लागि नेपालको संविधानको धारा भाग 13 देखि 17 खारेज गर्ने, भाग 17 देखि 19 पनि खारेज गर्ने, त्यसका लागि प्रदेश संरचना खारेज गर्ने, स्थानीय तह गैरदलीय बनाउनका लागि, भ्रष्टाचारीलाई जेल हाल्नका, चुनाव गराएर समस्याको समाधान हुँदैन। अहिले हामी स्पष्टका साथ भन्छौँ, जेनजी राजा राजनीतिक दलहरू बीचको सामूहिक छलफल गरौँ। युवाहरू छन्, विज्ञहरू छन्, कस्तो किसिमको संविधान बनाउने यसको व्याख्या गरौँ। आज कस्तो संविधान छ देशमा? अस्ति केही साथीहरूले भनेका थिए अन्तरिम संविधान जारी भयो भने त देशै सकिन्छ अरे। ल कस्ता सुन्टे मुन्टेलाई वार्तामा बोलाएछ हेर्नुहोस् त। अन्तरिम संविधान कतिखेर जारी हुन्छ भन्ने ज्ञानसम्म नभएका अनि तिनले देश चलाउने रे, अनि तपाईँ हामीले ताली पट्काइदिनु पर्ने। अन्तरिम संविधान 2007 साल चैत्र महिनामा जारी भएको छ नेपाल। अन्तरिम संविधान 2063 साल माघमा पनि जारी भएको छ हाम्रो नेपाल। अहिले सुशीला कार्कीको सरकारलाई स्पष्ट भनौँ, नेतृत्व पनि परिवर्तन गरौँ, संविधान पनि संशोधन गरौँ। अब सांसदको चुनाव होइन कि प्रधानमन्त्रीको चुनावमा जाउँ, जनता त्यो लाइनमा जाउँ। त्यसका लागि एकजुट बनाउँ। 23 गते सबैलाई चुलो निम्तो छ। तपाईँहरू आउने हो? आवाज आएन, कहाँ पुग्छ त्यो आउने हो? र आज चाहिँ एकपटक भनौँ 23 गते उपस्थित हुने हो? साई युवा शक्तिलाई म यहीँबाट चुले निम्तो दिएँ है। चुले निम्तो 23 गतेका लागि उपस्थित गर्न अनुरोध गर्दछु। र कार्यक्रम रापरबाको ब्यानरमा रापरबाले आयोजना गरे हो, तर राष्ट्रिय झण्डा ल्याएर उपस्थित हुन पनि अपिल गर्न चाहन्छु। हामी पनि त्यो बोक्न तयार छौँ। हामी पार्टीको झण्डा भन्दा ठुलो राष्ट्रिय झण्डा है, त्यो हिसाबले उपस्थित हुन्छौँ। सबै साथीहरू उपस्थित हुनुहोस्। अब यतिखेर मिल्ने बेला हो, फुट्ने बेला होइन, जुट्ने बेला है। एकजुट बनाऊ, छातीमा हात राखौँ। यो देशमा प्रदेश संरचना खारेज गर्नेको कति शक्ति छ त्यो दिन देखाउने हो। यो देशमा काम नलाग्ने राष्ट्रपति हटाएर राज संस्था स्थापना गर्ने कति मान्छे छन् त्यो देखाउने हो। यो देशमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ कि चाहिँदैन भनेर देखाउने शक्ति त्यो दिन प्रदर्शन गर्ने शक्ति हो। यो देशमा ढ्याम गोली हान्ने, व्हाइट बडी, एमसेल भ्रष्टाचार गर्ने अपराधीहरूका विरुद्धमा कत्रो शक्ति छ भनेर देखाउने दिन हो। यो दिनमा बाबरा फाउन्डेसनदेखि लगेर एमएससीबाट देश चल्दैन, देश राष्ट्रवादबाट चल्छ भनेर देखाउने दिन हो। ल साथीहरू, अब म बिदा हुन्छु। अब स्वागत नेपाल सर यहीँ हुनुहुन्छ। म अर्को एउटा कार्यक्रम राष्ट्रिय नाचघरमा छ। आज नेपाल सरकारका मन्त्रीलाई पनि 23 गतेको कार्यक्रममा आऊ भनेर चुनाव निम्ति लिन जाँदैछु। त्यसका लागि तपाईँ सबैलाई आज म बिदा हुन चाहन्छु। जय राष्ट्रवाद, जय नेपाल। 23 गते रन्ना पार्क।